क्रिस यीशुको नाउँमा जय मसीह। हजुर सबैजनालाई ग्रेस अफ गड च्यानलमा स्वागत गर्दछु। आज हामी पढ्दैछौँ भजन सङ्ग्रह 148। यो सम्पूर्ण सृष्टिले परमेश्वरको स्तुति गर्ने भजन हो। आज हामी पनि सँगै मिलेर प्रभुको नाउँको महिमा गरौँ। आउनुहोस् अब हामी सँगै पढेर सुन्नेछौँ भजन सङ्ग्रह 148। सारा विश्वलाई परमेश्वरको प्रशंसा गर्ने आह्वान। हालेलुया। स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर। तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो र तिनको सृजना भयो। उहाँले तिनलाई सदा सर्वदाको निम्ति स्थापित गर्नुभयो अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो। पृथ्वीबाट परमप्रभुको प्रशंसा गर। हे विशाल जलजन्तु हो र सबै गहिरा सागर हो। बिजुली र असिना, हिउँ र बादल उहाँको वचन मान्ने आँधी बेरी हो। पहाडहरू र सबै डाँडा हो। फल फलाउने रुखहरू र सबै देवदारुहरू हो। जङ्गली जनावर र सबै गाईबस्तुहरू हो। ससाना जन्तु र उड्ने पक्षीहरू हो। पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू, युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर। यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान छ। उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ। उहाँले आफ्ना मानिसहरूका निम्ति एउटा सिंह खडा गर्नुभएको छ, जो उहाँका पवित्र जनहरू, उहाँको हृदयका नजिक रहने इजरायलका प्रशंसा हुन्। हालेलुया। आमेन। हजुर सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।